हेलो गुड मर्निङ सबैजनालाई स्वागत छ मेरो भिडियोमा। सो अहिले चाहिँ म पातलखर एरियामा छु ढगाई टिप्न जानको लागि। यहाँ चारैतिर हरियाली देख्न सक्नुहुन्छ। त्यस्तै गरी हाम्रो यो पातलखरको मन्दिर भयो, मणिब्राहीको मन्दिर। त्यसै गरी माथि चाहिँ बराथानको मन्दिर पर्छ। सो समर लागे लगत्तै हाम्रो गाउँघरमा चाहिँ अहिले ढकायो निउरो च्याउहरू खाने भइसक्यो र त्यसै गरी हामी चाहिँ ढकाई टिप्न आज यो डाँडा कटेर जाँदैछौँ। सो हामी के गर्छौँ बाँकी कुरा भिडियोमा हेर्नु होला अन्तिमसम्म। मेरो ग्रुपहरू चाहिँ अगाडि गइसक्यो, म चाहिँ लेट भइसक्यो अलरेडी। सो म पनि उनीहरूलाई भेट्न जाँदैछु। समर लागे लगत्तै होइन, नेचरमा चाहिँ अहिले विभिन्न नेचरले नै हामीलाई विभिन्न किसिमका कुराहरू प्रोभाइड गरिरहेको हुन्छ होइन। सो अहिले चाहिँ हाम्रो नेचरमा च्याउ निउरो टुसा ढकाइहरू पलाइसकेको छ। सो अहिले चाहिँ हामी ढकाइ हन गर्न जाँदैछौँ पातलखरको एरियामा। हामी चाहिँ यो पातलखरको मजाको भ्यू देखिन्छ यता ब्याकग्राउन्डमा। सो हामी चाहिँ ढकाइ टिप्न जाँदैछौँ। ढकाइको गुन्द्रुक खाने चलन छ अहिले गाउँघरमा भिलेज लाइफस्टाइलमा। ल हाम्रो गाइड्सहरू भेट्यो। ल हामी चाहिँ गरेको पुछारमा यही ल ढक्क हामी वहाँबाट आएको है। यो चाहिँ पातलखरकै ल हामी चाहिँ यहाँबाट आएको, टाढा छ। यस्तो उकालोतिर जानुपर्छ, यस्तो पसिना भयो। ल गरेकमा आयो हामी चाहिँ। ल गरेकमा यस्तो हरियाली छ। ल गरेटको चिसो पानी खाएर हामी फेरि उकालो लाग्नेछौँ। 2 घन्टामा हामी आइयो गरेटको चिसो पानी। ल फ्रिजमा राखेँ यस्तो छ यार। बाबै हस्तै पानी खानु पाएन सधैँभरि साह्रै मिठो अनि यसलाई पर्दैन। 9 जना भइएछ नि बाबै। साथी पाउन लो तेरो विनले के को 9 जना भइसक्यो साथीहरू त। यस्तो भेर हुँदै जानुपर्छ। हामी चाहिँ उकालो खाँदै दुःख छ, ढकाइ खान सजिलो छैन, खाँदा मात्रै मिठो हुन्छ। आउँछ ढुक्कै उता शिरखरतिर जानुपर्छ क्या ढुक्क म त। ल हामी चाहिँ हिँड्दै चाहिँ टक्क ठुलो खाने आइयो। लाटा दाइले चाहिँ यहाँ टक्क पहिला कोट राख्थ्यो। माइत भ्लगमा चाहिँ यो लाटा दाइको स्टोरी पनि हेर्न सक्नुहुन्छ। यहाँ पहिला बस्छ लाटा दाइको कोट। यो एरियामा चाहिँ 2-3 ठाउँमा चाहिँ तामा खानेहरू पनि छ। एउटा तलतिर पर्छ, एउटा चाहिँ बाटैमा छ। हामी चाहिँ अझै पनि ढकाइ काट्न यो डाँडा पारी जानुपर्छ। यस्तो मजाको ठाउँ चाहिँ ल।
एउटा तामाखानी यहाँ पनि छैन। यहाँ पुर्खाहरूले चाहिँ तामाखानी चाहिँ उत्खनन गरेको थियो अरे होइन। यो हो होइन, यहाँ चाहिँ यस्तो छ है, यस्तो दुलोहरू छ। तामाखानीहरू उत्खनन गरेको थियो होइन। यहाँ चाहिँ अहिले चाहिँ सब पुरिएर रहेछ होइन। अर्को कता खरे यस्तो यस्तो तामाखानीहरू कहाँ छ अरे अर्को ठाउँ? यस्तो तामाखानीहरू चाहिँ पहिला पुर्खाहरूले चाहिँ तामा निस्केको ठाउँ चाहिँ यहीँ हो। कहाँ है टाइम भएको भने हेर्न जानुहुन्थ्यो नि। यहाँ छ अरे होइन, धेरै टाढो छ अरे त्यहाँ चाहिँ भित्र। तर अहिले चाहिँ हामीसँग टाइम छैन। अहिले चाहिँ हामी भित्री वनमा, यहाँ चाहिँ भेडाकोट रहेछ इङ्कुमार मामाको। अब हामी चाहिँ यहाँमा चाहिँ सबै 9 जना ग्रुप चाहिँ कोही यतातिर कोही यतातिर कोही यतातिर लाग्यो आफ्नो भारी पुऱ्याउनु। अब हामी पनि यता एकछिन रेस्ट गर्छौँ, त्यसपछि उतातिर जान्छौँ हामी चाहिँ। ल हामी चाहिँ अब टक्क आलु छोप खाएर दबाई काट्नु जाने हो। इनले खाला नि खाने ढगाए पाउँछ कि पाउन्न? पानीले खुल्ला जस्तो छ आज त। थिएन कुरल छ नै। ल भेडाकोटमा भेडीकोटमा आएर टक्क भेडाको दुध खाइयो। अब खाजासाजा खाएर अब सबै आफ्नो बोरा समातेर हामी जान्छौँ। कतातिर हुन्छ भारी पुऱ्याएर अनि फेरि एक ठाउँमा जोडेर फर्किन्छौँ। हाम्रो गाइजहरू चाहिँ खाजा खाने टाइम हुँदैछ। यताबाट हिमालयन राम्रो देखिन्छ। ल हामी चाहिँ सबै आफ्नो ठाउँमा लाग्यो होइन ढगाइ टिप्न। मिठो देखिएछ भ्यू। हामी पनि 3 जना लाटा दाइले अब कता लान्छ हामीलाई चाहिँ। म चाहिँ यो तपाईँतिर चाहिँ घुमेको छैन खासै, त्यति थाहा पनि छैन। लाटा दाइले यता देखेछु भनिरहेछ, कतातिर लग्छ है। ल हेरौँ कता जाने हामी। सोच्दैछ जाम। ल यतातिर देखाएको छ हाम्रो लाटा दाइले चाहिँ टक्क यतातिर देखाएको छ। यति बेला चाहिँ यहाँ सानो रहेछ, ठ्याम्मै छ भने छ क्या, छ कि छैन अब हेर्नु रहेछ। यस्तो ढगाइ ल यहाँ रहेछ एउटा, त्यसै त्यतिर छ होला। यही हो होइन ढगाइ चाहिँ टक्क सबै आफ्नो ठाउँमा लागेर काट्दैछौँ। यतातिर छ। अहिले चाहिँ सिजन लागिरहेको बेलाले को कारणले गर्दाखेरि मान्छेहरू टन्न आइरहेको छ नि त, त्यही भएर त्यति भेटिँदैन कि कता कता भेट्छ। पातलो रहेछ बल्ल यति काट्यो ढकायो चाहिँ त्यस्तो हुन्छ है। ढक्का चाहिँ टक्क यो ढकायो भन्नु बन
सबैको भारी पुग्नु लाग्यो मेरो चाहिँ यो भारी यो माथि चामलको बरामा एक बरा चाहिँ माथितिर काटिरहेको छ होइन अनि यो चाहिँ हाम्रो भेनाको भारी त्यसरी माथि बनभित्र लाटा दाइको भारी पनि पुग्न लागिसकेको छ अहिले चाहिँ अझै पनि हामी थोरै एड गर्नु बाँकी छ चाहिँ त्यसो अझै थोरै एड गरेर हामी माथितिर जान्छौँ माथितिर चाहिँ अरू दिदीहरू छामाहरू कतातिर काट्दैछन् होइन उनीहरूले पनि भारी पुरा होला होइन यो बनैभरि सबक्क छापिएको हामी चाहिँ कोही यता कोही उतातिर सबैजना माथि डाँडामा जोडिनु होइन प्लान भइरहेको थियो होइन सो माथि डाँडातिर गइसक्यो होला सबैजना भारी पुऱ्याएर पनि अब हामी पनि भारी पुग्यो बिस्तारै उकालो लाग्छौँ लगभग 3.5 घन्टा जति लाएर चाहिँ हामी यो ढकाइ काट्न आउनुपर्छ होइन गाउँबाट धेरै टाढा छ धेरै दुःख गर्नुपर्छ यो ढकाइ खान चाहिँ होइन तर यो गाईहरू नुन खान आँट्यो नि त त्यही भएर सु बान्थ्यो कि खाऊ 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 हामी चाहिँ बारी पुऱ्याएर अहिले चाहिँ फेरि त्यो बेडीकोट भएको ठाउँमा आएछौँ सुप खा ल सुप हालिदिएर दफ्तरै खान्छ बिचरा गाईहरू नुन खान नै भएको छैनन् सबैजनाले भारी पुऱ्याएर चाहिँ रक्क हामी आइहाल्यो ल भेट भइगयो सबैजना अब गएर बस्नु चटपट अर्गानिक अरू मिठो बनाऊ है चटपट केही नहालेको शुद्ध ल चटपट चटपट स्वास्थ्य सालो त गरे क्या के साहब बगाङ यता छान्न हुन्छ है लामो लामो होइन भयो मिठो भयो खतरा बनाउँछ भन्नुहुन्थ्यो त ल खाऊ खाऊ चटपट है बिगिन ला साह्रै धर्म गरेछ आजको दिन त पानी नपरेर नि हिजो त पानी पर्दैन होला नि त हिजो नि त मात्र अब छिटो छिटो खाएर दौड्नुपर्छ राम्रो चढाइन ओह्राले भन्दा हुँदै पानी आयो फेरि थौदेऊ न अलिकति त दिदीहरूको किन्ने त
ओह्रालो किरिसक्यो कुखुरा कहिले अहिले चाहिँ हामी ओह्रालो झर्दैछौँ पानीले साथ दिइरहेछ अहिले त्यस्तो ठुलो पानी परिरहेको छैन हल्का परिरहेछ सो अहिले छिटोभन्दा छिटो हामी यो ओह्रालो कट्नुपर्ने हुन्छ पानी पऱ्यो भने चाहिँ खत्तम छ यो बाटो चिप्लो छ सब ढोकाएको बारी ल एक बारी माथितिर आउँदैछ एक बारी मेरो ल पानी आयो छिटो आऊ पानी ढोकाइ खानु नि गाह्रो छ पानीले कुट्नलाई है यस्तो भिड छ हैन हाम्रो गाइजहरुलाई पानीले भेटेको छ हाम्रो गाउँ अझै धेरै टाढा छ हामी अझै धेरै हिँड्न बाँकी छ पानी पर्यो ल घरको बस र ओके ओके गरे गरे बस्ने ल ढोकाइ काटेर हामी ओह्रालो झर्दा झर्दै गरेकमा आइयो हाम्रो गाइजहरु चाहिँ तलटी रेस गरिरहेछन् पानी लिएर जानु पर्यो अब हामी चाहिँ ओह्रालो झर्दै हामी ले राम्ररी हिँड्ने बाटो चिप्लो छ यहाँ सब चौतारा त कहाँ पर्न लाग्यो र यसै उधो घेरेको उधो जानु लाउने आयो आयो हाम्रो टोलीहरू ल ढकाएको भारी आयो ढकाएको भारी माथि राख न माथि कहिले त ल हो दुःख भयो हैन खत्तम बन्यो हैन सबभन्दा चामा दुःख त पर्छ मलाई भात छ इसे गुरुम्बा लागेर यसो इसादा नरने हुँदैन खेरेको इसे सर्दै हिँड्ने नि पानी भरि लिएर आऊ
मन्दिरमा खाने आज त आज मन्दिरमा भोलि पुग्ने ठुलो बोतलमा आज मन्दिरमा बोतल छ ल्याउन त अहिले त यस्तो छ भोलि कस्तो हुन्छ होला झन् र तिमी जसो ल यसले भित्र राखेको त काँसै भनेको पाछ भनेर ढाँटे दिँदै त्यसलाई रुदो त सिन्जा पानी हाल्नुमा हैन ढाँटे दिएको जाँदै जाँदै यो हराइन त्यो दाइले ढाँटे दिँदै यो पाछ भन्छ र कानो र पानी छ भन्छ नि भन्नुको अर्थ छैन भनेर म चटपट खाने होइन र चटपट खाने होइन र आफूले बनाउला नि चप बनाउनेले हगाएको नि मैले नि ल्याएको नि त्यो यो आराले बनाउनु तले हाम्रो चाहिँ पातल खर्कामा रेस गऱ्यो हामीले चाहिँ अब यहाँबाट चाहिँ गाउँ चाहिँ नजिकै हो लगभग हामी चाहिँ आइपुग्न लाग्यो गाउँमा ओ ल मुलीको अरे मुली मुली भनेको मुली घाँडोलाई ल जम 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 ल ए अर्ग्यानिक ढकाइ आयो दोबामा यो चाहिँ मेरो भारी हो ल हामी चाहिँ पातल खर्कलाई पनि बाई बाई गरियो अब चाहिँ हामी पातल खर्कलाई बाई बाई गरियो अब चाहिँ हामी जान्छौँ सँग जानु होला बाई बाई साथीलाई बाई बाई भन्नु त बाई बाई र ल ल हाम्रो ग्रुपहरु चाहिँ सब आफ्नो घरमा यो फुललाई त ल हाम्रो यात्रा चाहिँ लगभग अब सकिन लाग्यो आरु पनि खाने बेला भइसक्नु लाग्छ त ओहो मेरो अच्छा रहा आज का दिन ल सब साथीहरु आफ्नो घरमा कमा त्यो र बाई 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 फाइनली हामी घर आइयो ओके बाई बाई यो ढकाइ चाहिँ हामीले हिजो वनतिरबाट ल्याएको होइन ढकाइको गुन्द्रुक बनाउने प्रोसेस एकदम लामो हुन्छ होइन सो फर्स्ट अफ अल चाहिँ हामीले यो ढकाइहरू चाहिँ ल्याउन चाहिँ 3-4 घन्टा हिँडेर उकालो होइन भिरको बाटो हिँडेर जुका खाँदै यो ढकाइ चाहिँ हामीले वनबाट ल्याउनु पर्छ होइन त्यसपछि वनबाट ल्याएपछि यसलाई चाहिँ हामीले हल्का ओइल आउँछौँ होइन ओइल आएपछि यसलाई कुटेर यस्तो बाटी ड्रमहरूमा राखेर अनि तातो पानी खनाउँछौँ अनि त्यसपछि यसलाई 3-4 रातको लागि छोडिदिन्छौँ अनि त्यसपछि यसबाट यसको अमिलोपन अथवा अमिलोको गन्ध आएपछि हामीले यसलाई घाममा सुकाउँछौँ अनि त्यसपछि चाहिँ घाममा सुकाइसकेपछि हाम्रो यो ढकाइको गुन्द्रुक चाहिँ रेडी हुन्छ सो एकदमै
मेहनत गर्नुपर्छ यो ढकाको गुन्द्रुक बनाउन होइन। सो हाम्रो गाउँघरतिर चाहिँ यसरी बनाइन्छ होइन। तपाईँहरूको घरतिर चाहिँ कसरी बनाउने चलन छ कमेन्ट गर्नु होला र मेरो भिडियोहरू